हामी हेल्दी बडी चाहन्छु, हेल्दी जीवन चाहन्छु र लामो जीवन चाहन्छु। तर हामी आफ्नो स्वास्थ्यमा के साँच्चीकै ध्यान दिनको लागि आफ्नो वरपरको वातावरण सफा गर्न सधैँ लागि पर्छु। नमस्कार, मेरो नाम मुकेश सुनार। आज मैले विगतका शनिबारहरू चाहिँ युवाहरूलाई साथ दिन म आफै उपस्थित भइसकेको छु। यहाँ युवा भाइ बहिनीहरूदेखि लिएर सबैजनाको यो उपस्थितिलाई देखेर आज झनै एक किसिमको नयाँ ऊर्जा महसुस भएको छ। सुरुमै यति धेरैजना एकचोटि सबैजनाले हात हल्लाइदिउँ। सबैजनाको उपस्थिति भइसकेको छ। काम यहीँबाट सुरु हुन्छ। अहिले हाम्रो भर्खर सुरुवात भएको छ। अहिले 6:30 बजेको छ। योसँगै हाम्रो काम सुरु भइरहेको छ। आज हामीले यो टोलहरूलाई सार्वजनिक स्थलहरू सफा भइसकेपछि यो टोलभित्रको प्लास्टिकहरू, फोहोरहरूदेखि कपडाहरूलाई सफा गर्नेछु। यसमा साथ दिनको लागि अझै उपस्थिति बढ्नेछ भन्ने मैले अपेक्षा गरेको छु। विगतका दिनहरूमा हामीले सार्वजनिक स्थलहरू, वनजङ्गल, विद्यालय र मन्दिरहरूलाई सफा गरेका थियौँ। आज हाम्रो यो टोली टोलमा नै पुगिसकेको छ। हामीले आज टोलभित्र नै सफा गरिरहेका छौँ। यो यदि त्यो सार्वजनिक स्थलहरू सफा हुन्थेन, पुरा सफा हुन्थेन भने हामी यहाँ गर्थेनौँ। आज हामी टोलसम्म पुगेका छौँ, घरसम्म पुग्छु र सबैजनाहरूलाई सचेत गराउँछु। यहाँ उपस्थिति निकै बाक्लो भइसकेको छ। यो झारहरू पनि गाडीलाई असर हुने हुनाले यो जति छ बाहिर आएकोहरूलाई व्यवस्थित गरिँदैछ। सँगसँगै यी सानातिना भाइ बहिनीहरूले र युवाहरूले एक किसिमको सक्रिय तरिकाले प्लास्टिक, कपडा, सिसाजन्य फोहोरहरूलाई उठाइराख्नु भएको छ। सँगसँगै यो झारहरू र यो अव्यवस्थित फोहोरहरूलाई हटाउँदै हामी टोलीहरू अगाडि बढिरहेका छौँ। हेरौँ यो कतिसम्म हुन्छ। ल, यो युवाहरू र सानातिना भाइ बहिनीहरूको सहयोगले हामीले यो टोलको यो क्षेत्रलाई सफा लगभगै गरिसकेका छौँ। अझै गर्ने प्रक्रियाहरू अगाडि बढिरहेका छु। हामीसँग आज युवाहरू मात्रै होइन, बाल क्लबबाट पनि आउनु भएको छ। नमस्ते, मेरो नाम दीपिका विकी हो। म कक्षा 7 मा पढ्छु। गोदावरी वडा नम्बर 7 मा बस्छु। अनि मेरो बाल क्लबको नाम शान्ति बाल क्लब हो। सरसफाइ कार्यक्रम चलिरहेको हुनाले हामी पनि 5 जना बाल क्लबबाट आइसकेका छौँ। तपाईँ पनि आफ्नो टोल समाजमा सरसफाइ गर्नको लागि अगाडि बढ्नु होला, जसरी हामी बढिरहेका छौँ। धन्यवाद। नमस्कार, मेरो नाम दर्शन नेपाली। म चाहिँ अहिले यहाँ समुदायमा राष्ट्रिय बाल परिषदको सदस्य। यसले चाहिँ बालबालिकाको अधिकार र कर्तव्यलाई हनन हुन दिँदैन। बालबालिकालाई सबैको अधिकार र उहाँको हक दिलाउने काम गर्छ। भन्दाखेरि अहिले चाहिँ हामी यहाँ साफसफाइको कार्यक्रममा छौँ। हामीलाई चाहिँ यस्तै दिइरहेको थियो, तर उहाँले चाहिँ अहिले हाम्रो यो कार्यक्रम सञ्चालन गर्नु भएर यहाँ समुदायको पनि भविष्य, बालबालिकाको आउने भविष्य पनि उज्जवल गर्नुभएको थियो र त्यहाँ अहिले हामीलाई पनि सहज भएको छ। हामीले राष्ट्रिय बाल परिषदका सदस्यहरूलाई पनि कुरा भन्न र उहाँको केही राख्न पनि हामीलाई सहज भएको छ अहिले। त्यसै गरी अहिले हामीसम्म यहाँ पनि धेरैहरू रहेका छन् र हामीले यहाँ आउने दिनमा हामी जस्तै बालबालिकाले अब उहाँको भविष्य उज्जवल हुन्छ र अहिले समुदाय चाहिँ अब हाम्रो समुदाय चम्किन्छ र हजुरको पनि समुदायमा यस्ता फोहोर मैला व्यवस्थापनको लागि केही कार्यक्रम वा आफूले एक्लै नजुटे पनि थोपा जुटेर पानी थोपा जुटेर जल त्यसो हुन्छ भन्दाखेरि नै हामीले एक व्यक्ति जोड्यो भन्दाखेरि सब आउँछन् र हजुरको समुदाय समाजलाई यस्तो राम्रो बनाउनुहोस् भन्न चाहन्छु। धन्यवाद। म एउटा फार्मासिस्ट अथवा फार्मेसी प्रोफेसनल भएको कारणले गर्दाखेरि रोगको कारण भनेको हाम्रो मेडिसिनको कमी मात्र हुँदैन, हाम्रो वातावरणको पनि त्यसमा धेरै ठुलो हात हुन्छ। स्वस्थ वातावरण भएन भने हामीलाई विभिन्न किसिमका रोगहरू, स्किन इन्फेक्सन, झाडा पखालादेखि लिएर डेङ्गु पनि यो सरसफाइसँग सम्बन्धित रोगहरू नै हुन्छन्। हाम्रो वातावरण सरसफाइ भयो भने यी समस्याहरूबाट हामीले सजिलै छुटकारा पाउन सक्छौँ। त्यसैले वातावरण सरसफाइको महत्त्व एकदमै धेरै छ। यो दीर्घकालीन रूपमा यसको फाइदाहरू हामीले मात्रै होइन, हामीभन्दा पछिका पुस्ताहरूले पनि यसको फाइदाहरू लिन सक्छन् यदि यो सफाइ कार्यक्रमहरू सधैँभरि भयो अथवा यो फोहोरहरू भइदिएन भने। ल अगाडि बढ्दै गरौँ। यो सुरुवाती अवस्थादेखि यहाँसम्म एकदम धेरै सरसफाइको कामहरू भइसकेको छ। यो लगभग यो लाइनको पुरै
सफाइ हामीले गरिसकेका छौँ। यी युवाहरूले सानातिना भाइ बहिनीहरूले साथ दिएर यो कुराहरू आजै सम्भव भइसकेको छ। आउने दिनहरूमा पनि यस्ता अभियानहरू चल्नेछन्, तर यही उपस्थिति अथवा यही किसिमको ऊर्जाहरू कायम राख्नको लागि यहाँहरूले मद्दत गर्नुहुनेछ। कहिलेकाहीँ मेडिसिनभन्दा यो हाम्रो सानो सुरुवातले नै धेरै ठुलो फाइदा पुर्याउँछ। समाज स्वस्थ बनाउनको लागि हामी देश किन बनेन भन्छु, देश बनाउनको लागि हामी सबैजनाले यसरी नै सानो सानो सुरुवात गऱ्यो भने यसरी नै देश बन्छ, देश सफा बन्छ, स्वच्छ बन्छ र यो सँगै हाम्रो समाज र हाम्रो मानसिक अवस्थामा पनि यसले एकदम सचेतना फैलाउँछ। सरसफाइ एकदम राम्रो तरिकाले भइरहेको छ। सबैजनाले एकदम उत्साहका साथ समर्थन गर्नुभएको छ। यो युवाहरूको भिड, युवाहरूको सकारात्मक सोच र यहाँका स्थानीय राम्रो चाहने मानिसहरूको यो एकीबद्धताले सबैजनाको सरसफाइ र यसबाट हुने समस्या सम्बन्धी ध्यान केन्द्रित भएर सरसफाइ अभियानमा यी सबैजनाहरू जुटेका छन्। लगभग हाम्रो सरसफाइ कार्यक्रम सकिन लागेको छ। यो जहाँबाट सुरु गरेका थियौँ हामी त्यही ठाउँमा पुग्न अलिकति मात्रै बाँकी छ। योसँगै आजको सरसफाइहरू यहीँ सकिनेछ। तपाईँहरूले जति सकिन्छ आफ्नो वातावरण, आफ्नो समाज, आफ्नो घर, आफ्नो मानसिकता स्वस्थ राख्नुहोस्। यसले गर्दा अरूलाई पनि पोजिटिभ फाइदा मिल्नेछ। हाम्रो सरसफाइ अभियान यहीँबाट सुरु भएको थियो। आज बिहान 6:30 बजे सुरु भएको सरसफाइ अभियान अहिले 9 बजे आएर हामीले सघाउँदैछौँ। जम्मा 2.5 घन्टामा यो टोल पुरै लगभग सफा गर्न सफल भएका छौँ। यो लगभगै त्यही ठाउँमा पुग्दैछ जुन ठाउँबाट सुरुवात गरेका थियौँ। सबैजनालाई धेरै धेरै धन्यवाद। यी साना भाइ बहिनीहरू पनि आउनुभएको छ आज, सँगै युवाहरू पनि अहिले धेरैजनाहरू घर गइसक्नु भएको छ। आज युवाहरूको सक्रियता अझै राम्रो थियो। सुरुवात हामीले एक्लै गरिरहेका थियौँ भने अलिकति कम भिड थियो भने त्यसपछि भिड थपिँदै आजको दिनसम्म आइपुग्दा यो भिड अझै बढेको छ। यो आज हामीले यो जेठको 2 गते शनिबार सरसफाइ गर्न यही ठाउँबाट सुरु गरेका थियौँ र बिहान 6 बजेदेखि लगभग 6:30 बजेदेखि सुरु भएको यो कार्यक्रम हाम्रो अहिले 9 बजे आएर सकिएको छ। जम्मा 2.5 घन्टामा हामीले यति धेरै सफा गरेका छौँ। यो सफा गरेर यहाँको वरपरको फोहोरहरूदेखि लिएर यो वातावरणहरू सबैजनाहरूलाई सचेत गराउँदै अगाडि बढ्दै यी सबैजना युवाहरूले, सानातिना भाइ बहिनीहरूले र यहाँका युवा अगुवा अनि स्थानीय बासिन्दाहरूको सहयोगमा हामीले जुन आजको यो कार्यक्रम सफल गरेका छौँ त्यसको लागि यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। एकचोटि सबैजनाले हातहरूलाई दिनुहोस्। यसरी नै युवाहरूको उत्साह र हौसला बढाउनको लागि हामी प्रत्येक दिन, प्रत्येक शनिबार हामी यो कार्यक्रमहरूलाई निरन्तरता दिने नै छौँ। लगभग सबै कामहरू सकिसकेपछि अब हाम्रो यो टोलमा लगभगै 5-10% मात्रै फोहोर बचेको छ। त्यो अब घरभित्र अथवा घर बाहिरको फोहोरहरू मात्रै भएकोले हामीले सार्वजनिक ठाउँहरूमा मात्रै सफा गरेका छौँ। यो सँगै आजको कार्यक्रमको अन्त्य हुनेछ र त्योभन्दा अगाडि हामीले केही स्थानीय बासिन्दा, युवा अगुवा र केही व्यक्तिहरूको विचारहरू सुन्नेछौँ। उहाँहरूको यस सम्बन्धी के छ धारणा? नमस्ते, म चाहिँ दीपक सुनाम, गोदावरी नम्बर 7 हाम्रो यो खानेपानी टोल। तर उहाँ अहिले हाम्रो यो युवाहरूले धेरै राम्रो काम गर्नुभएको छ। नजिक स्कुलको सरसफाइ, खानेपानीको सरसफाइ र हाम्रो गाउँतिर, हाम्रो घरतिरको, रोडतिरको, नालीतिरको धेरै फोहोर भइरहेको छ। उहाँले अहिले यस्तो काम गर्नुभएको छ कि हामी धेरै खुसी छौँ। हामी पनि उहाँहरूलाई साथ दिनेछौँ। तर यो सरसफाइको लाग्दा हर चिजको, स्कुल भयो, हाम्रो खानेपानीको सिर्को, यो खानेपानीको भयो, यो हाम्रो नालाहरू भयो, बाटो भयो, यो चिजले धेरै राम्रो काम गर्नको लागि हामी धेरै खुसी छौँ। तर उहाँहरूलाई हामी साथ सपोर्ट दिनमा हामी तयार छौँ। नमस्ते, मेरो नाम केशव हो, लालपुर 7। ठिकै छ, मलाई खुसी लाग्यो। म त खासै इन्डियातिर बस्छु तर घरतिर बस्दैन। तर गाउँमा बस्दा मलाई एकदम राम्रो लागेको छ। केटाहरूले धेरै राम्रो गरेको छ होइन। सरसफाइ तपाईँको धेरै कुरो राम्रो भइरहेको छ। मेरो नाम लोकेश नेपाली। आज हामीले बिहान लगभग 6 बजेदेखि जुन यो सरसफाइ कार्यक्रम
सुरु गरेको थियो। एकदमै खुसी लाग्यो। विगत 3 दिनदेखि गर्दै आएका थिएँ। म आज फर्स्ट दिन जोइन भएँ, तर यति धेरै खुसी लाग्यो। मैले सोचेको थिएन कि यति धेरै आउँछन् र हामी यति धेरै गर्न सम्भव हुन्छ भनेर। हुन त हामीले एक दिन गर्दाखेरि यो पुरै सफाइ हुन्छ भन्ने हुँदैन। हामीले गर्दाखेरि के हुन्छ भनेपछि अरू व्यक्तिहरूलाई पनि लागोस् कि हामीले आफ्नो घरको सरसफाइ हामीले आफै गर्नुपर्छ होइन भन्ने जुन धारणा छ नि, त्यो सबैमा भइदिएको भए झन् राम्रो हुन्थ्यो भन्ने मेरो एउटा जिज्ञासा पनि हो होइन। ठिकै छ, धन्यवाद सबैजनालाई जो आउनु भएको छ नि, सबैजनालाई मेरो हृदयदेखि धन्यवाद छ। विशेष गरी यो साना जुन भाइ बहिनीहरू आउनु भएको छ उनीहरूलाई देखेर म एकदमै खुसी भएको छु। जति हाम्रो यो ठाउँमा युवाहरू थिए त्यति साना नानी आउनु भएको छ, उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद। म रामबहादुर लुहा, गोदान नगरपालिका वडा नम्बर 7 मा अवस्थित। आज हामीले निरन्तर चौथो सरसफाइ कार्यक्रम सुसम्पन्न गर्यो अनि म खुसी छु कि यहाँ सम्पूर्ण भाइ बहिनीहरू साथीहरू उपस्थित हुनुभएकोमा म के भन्न चाहन्छु भनेपछि हामीले समाजमा यसरी सबैजनाले मिलेर काम गर्नुपर्छ। हामीले केवल आफू अनि आफ्नो घर मात्र सरसफाइ गरेर पुग्दैन, हामीले आफ्नो समाज पनि सरसफाइ गर्नुपर्छ। धन्यवाद। नमस्ते सम्पूर्णमा, म शान परियार। सधैँ झैँ महिनाको प्रत्येक हप्ताको शनिबार साफ गरे चाहिँ आज हामीले चौथो हप्ता फेरि पनि शनिबार हामीले साफ गरेका छौँ। यहाँ उपस्थित सम्पूर्ण आदरणीय मेरा प्रिय बाबु नानी दाजुभाइ लगायत साथीहरूमा सबैलाई म उपस्थितिको लागि विशेष धन्यवाद दिन चाहन्छु। र साथै यो महान कार्यमा तपाईँहरू जोडिनु भएको हो। तपाईँहरू यो महान कार्यमा चाहिँ तपाईँ जोडेर चाहिँ हामीलाई सहयोग गर्नुभयो। हामी सँगै तपाईँहरू पाइलामा पाइला मिलाएर हिँड्नुभयो, त्यसको लागि पनि धेरै आभारी छु। र विशेष गरी जुन हिजो मैले पोस्ट गरेँ बाबत सामाजिक सञ्जालमा तपाईँहरूले जो देखाउनु भएको जो माया थियो, जो सपोर्ट थियो, त्यसको लागि पनि म यही भिडियो मार्फत तपाईँलाई म धन्यवाद व्यक्त गर्न चाहन्छु। र साथै आगामी दिनमा हामी यसरी यो टोल मात्रै नभएर यो समाज मात्रै नभएर यो गाउँलाई यो देशलाई नै स्वच्छ राख्ने हाम्रो अभियान रहनेछ। र तपाईँहरूलाई पनि यो अभियानमा तपाईँ जोडिन हामी फेरि पनि विनम्र अनुरोध गर्दछु। र साथै तपाईँहरूको यो अमूल्य समयलाई चाहिँ विशेष मिलाएर तपाईँहरूले चाहिँ यहाँ जोडिनु भएको छ, तपाईँहरूलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। र साथै यो जुन नगरपालिकाबाट पठाउने जुन गाडी छ त्योसँग चाहिँ हाम्रो सहकार्य भइरहेको छ। र आगामी दिनमा जुन घरबाट निस्केको फोहोरलाई चाहिँ व्यवस्थापन गर्नुको लागि चाहिँ तपाईँहरूसँग हामी सहकार्य गरेर नगरपालिका गाडीमा पठाउने प्रक्रिया अगाडि नै बढाउनेछौँ। र थप आउने शनिबारको लागि पनि यसरी नै हामी सार्वजनिक क्षेत्रहरूमा सफाइ गर्नेछौँ। र लगभग हामीले सार्वजनिक क्षेत्रहरूमा चाहिँ सफाइ भइसकेको र आउने शनिबारको लागि चाहिँ हामीले विशेष गरी चाहिँ तपाईँहरूको घर घरमा गएर या गाउँ टोलको गल्ली गल्लीमा गएर चाहिँ हामीले तपाईँलाई एउटा जनचेतनामूलक कार्यक्रम टाइपको तपाईँहरूमा सूचना प्रकाशित गर्नेछु भन्ने बाचासहित म यहाँ उपस्थित फेरि पनि मेरा प्रिय बाबु नानीहरू साथीभाइ दाजुभाइहरूलाई चाहिँ विशेष धन्यवाद दिँदै आजको कार्यक्रम यही समाप्त भएको तपाईँहरूलाई जानकारी गराउँछु। हस्, नमस्ते, नमस्ते। म दीर्घ साउथ शिरपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको अध्यक्ष, सुनगावा मोडल स्कुलको संस्थापक प्रिन्सिपल। विगतका 3 शनिबारमा चाहिँ यहाँ हाम्रो आदरणीय सर महेश सुनारज्यूको नेतृत्वमा र शान परियारको नेतृत्वमा यस क्षेत्रका विद्यार्थी युवा बाबु नानीहरूलाई चाहिँ शनिबारको बिहान 2-3 घन्टा चाहिँ सरसफाइमा जोड्यौँ भनेर चाहिँ जुन अभियान चलाउनु भएको थियो। मैले अस्ति पनि भिडियोमा हेरेको थिएँ र हिजो पनि मलाई ट्याग गरेको हुनाले म आज बिहान चाहिँ यसमा मैले जोडिनुपर्छ भनेर चाहिँ, किनकि हिजोको दिनमा पनि यस्ता धेरै थुप्रै अभियान गर्दै गर्दा धेरै थोरै उपस्थिति रहने गर्दथ्यो। तर आज यो देख्दा, हिजो अस्तिदेखि यो देख्दा बडो आनन्द भएर मलाई पनि यहाँ सरिक हुने मन लाग्यो। म यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। एउटा कुरा चाहिँ भन्नै मन छ, हाम्रो समाज कस्तो छ भने अरूले गरेको नेतृत्वलाई स्वीकार गर्न चाहिँ एकदमै चाहिँ आफूलाई चाहिँ ठुलो महसुस गरेको हुन्छ कि। त्यसैले चाहिँ हामीले के छ भने राम्रो काम जसले सुरुवात गर्छ हामीले सहभागिता जनाउँदा त्यो काम सुनमा सुगन्ध भएर एकदम मिनिङफुल फ्रुटफुल भएर निस्किन्छ। हामीले सबैलाई साथ दिनुपर्छ भन्न चाहन्छु र यस्तो कार्यमा आगामी दिनमा जोड्दै गर्नुहोस्। मेरो पूर्ण आर्थिक, मानसिक, भौतिक सबै कुराले चाहिँ मेरो सहयोग रहनेछ भन्ने प्रतिबद्धता जाहेर गर्छु। धन्यवाद। यो सानो सुरुवातले नै यत्रो ठुलो परिवर्तन गर्न सफल भएका छौँ हामी। त्यसैले तपाईँहरू पनि आफ्नो सम्बन्धित ठाउँहरू, आफ्नो क्षेत्र, घर, टोल, समाज, छिमेक सफा गर्न अघि बढ्नुहोस्। यसले तपाईँको
टोल छिमेक र सबै वातावरणलाई सरसफाइ राख्न मद्दत गर्छ। आजको लागि यो च्यालेन्ज यहीँ सकिन्छ। धन्यवाद।